यदि तपाईँ सम्बन्ध विच्छेद यानि कि डिभोर्स गर्ने सोचमा हुनुहुन्छ भने सहमति र विमति यी दुई तरिकाले अदालतमा सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ। आज हामी सहमतिमा सम्बन्ध विच्छेद गर्दा के कस्ता फाइदा हुन्छन् भन्ने विषयमा केन्द्रित भएर यो भिडियो बनाउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाईँ सहमतिमा सम्बन्ध विच्छेद गर्दै हुनुहुन्छ भने 2 दिनमै यो सबै कानुनी प्रक्रिया समाप्त गरेर तपाईँले सहज र सरल तरिकाले सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ, जुन विमतिमा चाहिँ वर्षौं समेत लाग्न सक्छ। सहमतिमा सम्बन्ध विच्छेद गर्दा एउटा झन्झटिलो कानुनी प्रक्रियाबाट समेत तपाईँले छुटकारा पाउन सक्नुहुन्छ र तपाईँको मूल्यवान समय समेत बच्न सक्छ। सहमतिमा सम्बन्ध विच्छेद गर्दा तपाईँले कम खर्चमा नै सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ। छोटो, छरितो र सरल तरिकाले सम्बन्ध विच्छेद गर्न सकिने भएको कारणले गर्दा वकिलको पारिश्रमिक समेत एकदमै कम हुन्छ। सहमतिमा सम्बन्ध विच्छेद गर्दा बच्चाको एउटा हेरचाह र खर्चमा समेत सहमति जुट्न सक्छ, जुन कारणले गर्दा भविष्यमा बच्चाले आफ्नो आमाबुबाबाट पाउने सम्मान र माया समेत प्राप्त गर्न सक्छ। एकअर्कालाई आरोपै नलागी सहमतिमा गरेको सम्बन्ध विच्छेदले सम्मानका साथ तपाईँले नयाँ जीवन जिउने एउटा छुट्टै किसिमको ऊर्जा समेत प्राप्त गर्न सक्नुहुन्छ। सहमतिमा सम्बन्ध विच्छेद गर्दा कसैको एक्लो निर्णय हुँदैन, दुवैको मन्जुरीमा दुवैले चाहेको कुरा मात्र अगाडि बढ्छ। त्यसैले यो सहमतिमा सम्बन्ध विच्छेद गर्दा धेरै नै फाइदाहरू, धेरै नै लाभहरू लिन सकिन्छ। यो सहमतिमा सम्बन्ध विच्छेद गर्ने विषयमा अन्य कुनै जिज्ञासा छन् भने तपाईँले मलाई कमेन्ट वा डिएम समेत गर्न सक्नुहुन्छ। धन्यवाद।